अनि विपिन जोशीको रिहाईको सम्बन्धमा पनि यहाँ कुराहरू उठेको थियो। म यहाँहरूलाई यो अवगत गराउन चाहन्छु कि हामीले सक्दो प्रयास गरेका छौँ। सामान्य प्रधानमन्त्रीज्यू स्वयंले पनि इजिप्टको राष्ट्रपतिसँग फोन मार्फत अपिल गर्नुभएको छ। सामान्य सभामुखज्यू श्री देवराज घिमिरेज्यूले पनि अरब संसदको अध्यक्षलाई अनुरोध गर्दै पत्र पनि लेख्नु भएको छ र म स्वयंले कतार, संयुक्त अरब एमिरेट्सको परराष्ट्र राज्य मन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानको परराष्ट्र मन्त्रीहरूलाई पत्र लेखी अनुरोध पनि गरे र साथै ओमानमा आयोजित इन्डियन ओशन कन्फरेन्समा कतार र संयुक्त अरब एमिरेट्सको परराष्ट्र राज्य मन्त्रीहरू र इरानको समकक्षीसँग भेट गरेर पनि अनुरोध गरेको छु। तर अब विडम्बना र एउटा स्याड पनि कुरा हो, अहिलेसम्म उहाँको वेयर अबाउट्स चाहिँ अननोन छ। अस्तिसम्म 2टा विदेशी नागरिकहरू चाहिँ अझ पनि हराएको छ भन्ने कुरा आएको थियो। आजभन्दा 2 हप्ता अगाडि होला यो थाइल्यान्डको चाहिँ एउटा विदेशी नागरिकको लास चाहिँ हमासले हस्तान्तरण गर्यो भन्ने कुरा आयो। तर नेपाली नागरिकको बारेमा अझ पनि केही छैन। हामी सबैजनाले भगवानसँग प्रार्थना गरौँ कि हाम्रो छोरा विपिन जोशी अहिले पनि सकुशल छन् र कुनै दिन चाहिँ नेपाल फर्किन्छन् भन्ने चाहिँ आशामा छौँ र हामीले यो गिभ अप चाहिँ गर्नु हुँदैन। मलाई लाग्छ यो चाहिँ हामीले जति सक्यो अन्तर्राष्ट्रिय फोरममा हामीले यो कुरा उठाउँदै आएका छौँ।